गाइस फिगर त के हो पुरा मरद छ त एभ्री र अनेस कमेन्टहरु पढ्नु है त इन्जोय तो चलिए शुरू करते हैं। लुगा बरु नलागु भयो राम्रो देख्थ्यो होला बिल्कुल 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 लुगा नराम्रो हो कि साम्राज्ञी नै नराम्रो अलिक राम्रो होस् न हिरोइन भएपछि के हो छोरी मान्छे खुट्टा टान्ने मान्छे छोरी नै हुन्छ ठकुरी परी अर्न कुन चाहिँ नालायक जन्म भयो अझ अभी मैं गाली नहीं दे सकता यही नहीं अभी और सुनिए त्यो केटाहरूले भाइलाई कसरी कन्ट्रोल गर्यो होला तू समझा हाँ नहीं तू समझा नहीं बोका जस्तो आवाज भएको यही कान्छीको होइन र साथी हो कपडा चाहिँ भुँडी छोप्न लगाएको हो कि के हो किनकि अरू त सबै देखिरहेछ बाबु नानीहरू पहिला हामी प्रियङ्का आन्टीले आफ्नी छोरीको उमेरको म्याथ क्याल्कुलेसन गर्दै गरेको यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल 4 वर्ष हो मेरो बच्चा पनि 4 वर्ष हो 2021 मा जन्मेको हो भने अटोमेटिकली 4 वर्षै हो किन 2021 भन्दा यता 4 वर्ष मात्रै बिताछ के हजुर सो 21 बाट 25 मा 4 वर्षै हो हजुर सो कुनै पनि बच्चा 2021 मा जन्मेको कुनै पनि बच्चा 5 वर्ष हुनै सक्दैन के हजुर रङ हो हजुर हजुर ल सुरु गरौँ गरम यो नेपालमा जन्मिनु नै बेकार हो 4 कम्प्लिटेड भएर 5 लागेको है प्रियङ्काजी सबलाई याद छ जसले जे भने पनि 4 उडाएर 5 समात्नु पर्ने हो पाउने प्रियङ्का थार्कियो टेन्सन दुनियाँलाई परेको छ सिज हो न मलाई केटी मान्छे पार्टीमा कमन पर्दैन सँगै जन्मेको उमेर बाबु पनि मेरो चाहिँ कसरी 5 लाग्यो जादू जादू कमेन्टमा सबै म्याथ टिचरहरू जम्मा भए जस्तो छ त यस फेस टेस्ट क्वेस फेस यस क्वेस टेस्ट क्वेस केटी हो बुढा सुते भनेर टेन्सन लिने होइन आफू पनि सँगै सुत्ने हो केटी हो बुढा सुते भनेर टेन्सन ल्याउने हैन बरु आफू पनि सँगै सुत्ने छोरी पाउनु पर्न तो चलिए शुरू करते हैं। छोरी पाउनु परेन रे बिचरा तिमीलाई त मैले बजाउनु पर्ने हो म आउँछु के को पिर गरेको केटी हो बुढा सुत्यो भनेर टेन्सन लिने होइन बरु बुढाको कसरी उठाउने हो भनेर टेन्सन लिने हो क्या बक रहे हो मादरचोद छोरी पाउने भए मलाई खबर गर्नु खेताला लगाऊ छोरी पाउन सँगै बुढा जस्तो निधाएर छोरी पाइन्छ त दिदी काजु बदाम अमला खुवाउनु पर्छ अब बाबु नानीहरू पहिला हामी यो आउ आउ आन्टीको भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल ल सुरु गरौँ गरम कमाएर लिएको भए पो मागेको त जे गरे नि हुन्छ के हो सानो हुँदा सुनेको उखान ठुलो भएपछि लाइभ देखियो माग्नेलाई तातो भात म कहिले नसुध्रिने परे अब देख तू अब तू गया बेटा अब तू गया देख खानेकुरा किन यसो गरेको मन्दिरा जनयुद्धदेखि गाउँघर पसेर माग्ने बानी अहिलेसम्म गएको रहेन रहेछ हुन त पाखुरा बजारेर कमाउनेलाई पो अर्थ अन्नको रात दिन कुर्सीमा बसेर आउ आउ भन्नेलाई के महत्व अन्नको साथीहरू बुढी भएर लाने यो च्यालेन्जको यो भिडियोहरू मानिसको फनी कमेन्ट्सतिर लागौँ है त पहिलो जान तयार छु तर केटो चाहिँ मेरो अहिलेको बुढोलाई कुट्न सक्नु हुनुपर्छ तिमी झोला प्याक गर्दै गरे माया म फुल तयारी गरेर आउँछु यस्तो हान्छु तिम्रो त्यो हाडी घोप्टे बुढालाई म 7 दिन गुण निस्किने गरी हान्छु तिम्रो त्यो हाडी घोप्टे बुढालाई म और अभी तो रुको क्लाइमैक्स अभी बाकी है मनिषा अहिले कोमामा पुगिन होला अहिलेको बुढा चाहिँ यहाँ हुनुहुन्छ है सोचेर बुझेर जानु दाइ तयारी त तलबाट भइरहेछ प्यारी समझ गई
लु है कसले जित्छ भन्नु होला हामी बेरोजगार 24 आवर नै अनलाइन छौं ये बड़ी अच्छी बात कही आप 7 दिन उठ्न नसक्ने गरी आफैले कुटाई खाने होला अहिलेको बुढा मात्र होइन एकैसाथ 2 जना राखेर कुटिदिन्छु गाइस तपाईहरुलाई मेरो भिडियो मन पर्यो भए लाइक कमेन्ट अनि फलो गर्न नबिर्सिनु होला है पहिला यो भिडियो हेरौं अनि फन्नी कमेन्ट पढ्ने है त 3 2 1 गो 5 सेकेन्ड धाने 3 2 1 गो 10 सेकेन्ड काम लाग्यो नै कविता पावर जति सबै कविताजीले लिनु भएको छ कविताको रोटीले सक्यो लाहुरे काम लागेन है कविता भन्नुको मतलब समझ रहे हो पन्जा लडाई हैन भाइ हस्ते हान्ने गर सबै पावर कवितालाई दिएसी कहाँ हुन्छ त जाठा 5 सेकेन्ड धानेर हुन्छ त नामको लाहुरे लाहुरे हार्नुमा कविताको गल्ती छ कुरो बुझौ कविताले मनमनै यसलाई त मै जित्ने रहेछु भन्दै होला कविता लेखेर कमजोर भएछ के हो लाहुरेले बन्दुक पड्काउँदै पावर सकाएछ लाहुरे भाइ काजु खाऊ काजु बाबु नानीहरु हिजोको नेपालको गेममा भट्टराई कृष्णको चेयर डान्स निकै भाइरल भएको रहेछ आउनुहोस् भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल ल सुरु गरौँ गरम भट्टराई कृष्णको यतिको सपोर्ट रहेछ र पो हिजो नेपालले जितेको रहेछ कुन दारू हो कृष्ण दाई केपीलाई देश निकाला गरियो भने उस्तै परे वर्ल्ड कप पनि जितिन्छ अरे वाह गुड आइडिया भट्टराईले गर्दा पनि हौसला बढेको हो नेपालको के हो नेपाली पारा देखाइहाल्ने कुर्सीमा बस्ने हो उफ्रिने होइन देशको माया देशमा बस्ने भन्दा नि बाहिर बस्नेलाई धेरै हुन्छ ठीक भन्नुभएछ सर गजब कुरा गर्नुभयो गलत कुरा त गर्नै आउँदैन नि त्यही भएर पो फलो गरेर भनेको बाबु नानीहरु पहिला हामी डाक्टर महावीर पुलले पत्रकारलाई ट्वा हुने गरी रिप्लाई दिएको भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल यति धेरै एनर्जी चाहिँ कसरी आउँछ सर र एनर्जीको कुरा त भात खाएपछि आउँछ एनर्जी खाना खाने भनेको नै एनर्जीको लागि खाना खाने हो ल सुरु गरौँ गरम हेर्दा सोझो देखिनुहुन्छ कुरा बाङ्गो दिनुहुन्छ अब घाइतेको लागि के हुन्छ मन्त्रीज्यू अब घाइतेको लागि उपचार हुन्छ जहाँ पनि साइन्स खुसाइदिने के खै क्या करेंगे सब की आती नहीं हमें इच्छा आती नहीं रचना रिमाल र महावीर पुञ्जीको जवाफ उस्तै उस्तै कसले भन्नुभएको हल्ला सुन्छु नि त बजारमा नेपालमा सोझो मान्छे भनेको यो दाजु र म हो जस्तो लाग्यो दाल भात पावर 24 आवर सीधा प्रश्नको सीधा जवाफ नाइस हैचो भिडियो हेरौँ अनि फन्नी कमेन्ट पढ्यौ ल के बिबा 25 लागिसक्यो 20 मा बिहे गर भनेको रहेछ कोही पनि नरसले हेर्दैन साह्रै मर्ने भयो नि के बिबा 25 लागिसक्यो अब के गर्ने होला कोही छ 25 लागिसक्यो 20 गइसक्यो अब के हुन्छ के बिबा मेरो बिहे हुन्छ कि हुन्न सुरु गरौँ गरम भिडियो बनाएर पोस्ट गर्ने पनि त्यस्तै फेरि म कमेन्ट गर्ने पनि उस्तै के हेरेको तिमी कमेन्ट पढ्ने छन् त्यस्तै हामी राडै मर्ने जतिया त हौ त निधारमा त पिपलका चरा मात्रै छन् त यतिको हुनलाई मानसिक सन्तुलन गुमाउनै पर्ने रहेछ हामीले जानिएन तुमसे ना हो पाएगा भाग्य मानेको तारो ठुलो अभागीको आलु र केरा ठुलो रे तू समझा हाँ नहीं तू समझा नहीं
गाइज ज्ञानेन्द्र साईको भाइ विशेष साईको यो भिडियो हेरौँ अनि यसको फनी कमेन्ट पढौँ ल। त्यस पछाडि नेपाल सामान्य नेपाल सरकारको बीचमा चाहिँ अहिले आएको अद्भुत क्षमता जुन मेरो शरीरमा आएको अद्भुत क्षमता जागृत भएको छ कालीमाको कृपाले त्यही नेपाल सरकार माझ देखाउला। त्यतिखेरै यो सत्य साबित गराउनु छ। युट्युबमा टेलिभिजनमा सत्य साबित गराउनु भन्दा पनि नेपाल सरकार सामु सत्य साबित गराएर त्यस पछाडि तो चलिए शुरू करते हैं। विजय साई भनेको नेपालको अमूल्य खजाना हो। यसलाई विदेशीले लान सक्छ, त्यसैले बेलायीमा खाल्डो खनेर पुरेर राखौँ यसलाई। माला लगाइदिने को रहेछ? वो लोग मुझे मार डालेंगे, वो लोग मुझे छोड़ेंगे नहीं। सुन कौन लोग? अरे खतरनाक लोग हैं। भाइको समस्या निको हुन्छ, बेलैमा उपचार गरौँ है। होब्न गएको थिएँ तर यसको कुरा सुन्दा गुनै आएन यार। लौ न यसलाई कसले खुल्ला छोड्यो, यसको सिडी खोइ। अब यो भिडियोमा 10 वटा कमेन्ट आएन भने त म अर्को पालि भिडियो पोस्ट गर्दिन। हँस्ने हो भने बस्नुस् त यार, किनकि फन्नी कमेन्ट लिएर आएको छु यार। पार्ट 24। पहिला यो रिल हेरौँ। Oh shit, not good. ल सुरु गरौँ। यति राम्रो मान्छेलाई के रोग लाग्यो होला? अर्को कमेन्ट, हाम्रोतिर त यो झार हगेको ठाउँमा उम्रिन्छ। अर्को कमेन्ट, मेरो बाख्रा कहाँ गयो भनेको त यहाँ पो चढेर बसेको रहेछ। कति दुःख दिन सक्या, बाख्रा हैन कि बोका। पहिला यो भिडियो हेरौँ अनि फन्नी कमेन्ट पढ्ने है त। बाटोमा खासै धुलो चाहिँ छैन। दसैँ मनाउन काठमाडौँबाट गाउँ जान लागेको, मात्रै मोगलिनसम्म आएको। यतिको मोगलिनसम्म आउँदाखेरि यति भयो। त्यति चाहिँ खासै धुलो चाहिँ यो भएको होइन। खासै मैले धुलो चाहिँ मानिन है। बाटोमा कसरी हुन्छ त? धुलो जति सबै अनुहारमा कब्जा गरेसी सबै अनुहारको गल्ती हो। अब घर पुग्ने बेलासम्म सलमान खान जस्तै हुने रहेछ। घरमा पुग्दा कुकुरले नटोके भइगयो त। घरसम्म पुगेर आँगनमा उभिँदा त माटाको डिस्को कहाँबाट आएछ भनेर बोरामा हालेर फाल्देलान् फेरि। बाटोमा धुलो त खासै नरहेछ। बरु भाइले न्यू इफेक्ट चाहिँ आफूले मात्रै प्रयोग गर्नु भएछ। खासै धुला चाहिँ छैन है, अर्गानिक पाउडर मात्र रहेछ। मुखमा चुम्बुकले ताने चाहिँ तानेसी कहाँ बाटोमा धुला रहन्थे र। त्यो चुइगममा फ्लेभर नै चेन्ज भयो होला। साथमा परिचय खुल्ने कागज पत्र राख्नुस्, नत्र घरकोले पनि नचिन्लान्। घरमा पुग्दा चोर आएछ भनेर खेदाउला। गाइज पहिला यो भिडियो हेरौँ अनि फन्नी कमेन्ट पढ्ने है। लालु पाते पुल्यो दिउतिर, तिम्रो माया भए नि आउने मैतिर, के देऊ तिम्रो मतिर। लालु पाते पुल्यो भैतिर, कसलाई माया कसलाई नि नलाई दुईतिर, नलाउ नलाउ दुईतिर। गजब बेइज्जती है। रुको जरा, सबर करो। लालु पाते फुल्यो बिउतिर न्यू वर्सन। दुईटा घेरा झुन्डियो भुइँतिर, किलाउ माया मैतिर, किलाउ उइतिर माइला दाइ। भैँसीलाई लगाउने सुई लगाउँदा पनि ठिक भएन है माइला दाइ। माइलोडन मुभीको सङ हो कि के हो यो चाहिँ? यो गीत गाउने सिङ्गर कोमामा हुनुहुन्छ होला अहिले। अब त करेन्टली हुन्न, कोरै हान्नुपर्छ। यस्तो यस्तै फन्ने कमेन्ट भिडियो हेर्नको लागि मलाई फलो गर्नु होला गाइज।
यता फेरि जस्तो टोयलेट त्यस्तै कमेन्ट आएको छ हेरौँ है त ल केटा टोयलेट भने यस्तो हुनुपर्छ पुरै भ्यू हेर्दै ओहो फर्स्ट टाइम देखियो यार यस्तो टोयलेट कमेन्ट्स पढाऊ है त केपीले बनाएको टावर भन्दा त धेरै राम्रो छ बिल्कुल छैन अनि बसेर कसरी भ्यू हेर्ने होला रिप्लाई हेर्नु न उठेर गर्ने वाउ अनलिमिटेड एसी एन्ड कुलर टोयलेट यही नहीं अभी और सुनिए ढोका किन बनाएको होला उतातिरबाट भर्याङ राखे भए हुन्थ्यो अरे टोयलेट गर्दा गर्दै भूकम्प आयो भने भिरतिर हामफाले त ज्यान बच्दो रहेछ तू इसके साथ मत घूम रे अनि 36 हान्न मन लाग्यो भने कसरी हान्नु त हो यो समस्या है भ्यू हेर्दै भ्यू हेर्दै त मजा आउन हो मिया खलिफा हेर्दै आउँछ मजा